हेलो एभ्रिवान, दिस इज नेक्स्ट डे। अनि अहिले चाहिँ हामी होइन उठेर तल आछौँ होइन उठेर। अरू चाहिँ त्यता हातमुख धुँदैछन् होइन। अब यहाँ चाहिँ एकदम जाडो छैन, बिहानमा अलि जाडो, बेलुकामा अलि जाडो होइन। अनि गाउँको भ्यू चाहिँ एकदम खतरा छ। अब चाहिँ हामी होइन यहाँ अलिअलि खाजा खाएर हामी चाहिँ माथि डाँडामा घुम्न जान्छौँ होइन। अनि आज चाहिँ पानी पर्न सक्छ। अब फर्किँदा आजै हो फर्किने चाहिँ होइन। अब फर्किँदा चाहिँ के हुन्छ अब थाहा छैन। पानी पर्छ जस्तो छ होइन। हिजो रातभरि पानी परेको थियो होइन यहाँ चाहिँ। तर पानी परे पनि होइन एकदम भ्यू चाहिँ एकदम मस्त छ। हामी बसेको होमस्टे चाहिँ यही हो। खुसी होमस्टे हो हामी बसेको चाहिँ होइन। अनि एकदम खतरा छ होमस्टे नि, फुलहरू सजाएको छ होइन, एकदम खतरा बनाएर। अब चाहिँ हामी एकछिनमा यहाँ खानासाना खाएर माथि घुम्न जान्छौँ। अनि त्यसपछि यहाँबाट निक्लिन्छौँ अनि जान्छौँ खोलाहरू। फेरि तर्नुपर्छ खोलाहरू होइन, बढ्न पनि सक्छ पानी पर्छ होइन। यहाँ चाहिँ आधी बाटो चाहिँ पिच अनि आधी चाहिँ अपलोड रहेछ होइन। अनि अब के हुन्छ जाँदाखेरि, आउँदा त जसो तसो आइयो। घाम लाग्छ के जाम, घाम लाग्छ। हामी बसेको चाहिँ यहीँ हो गाइज। हामी चाहिँ यहाँ खाजा खान लाग्यो। अब यहाँ खाजा खाएर हामी चाहिँ मासतिर डाँडातिर घुम्न जान्छौँ होइन, सिक्लेसको डाँडातिर। गाई जब मासतिर डाँडातिर घुम्न हिँड्न लाग्यो, खाजासाजा पनि खायौँ होइन। अब मासतिर घुमेर आउँछौँ अनि खाना खाएर हामी चाहिँ यहाँबाट निक्लिन्छौँ। यहाँ चाहिँ ठाउँ चाहिँ एकदम रमाइलो छ होइन। यता गाउँहरू छ, एकदम रमाइलो गाउँ छ। अब हामी जान्छौँ कताबाट हो त नि, मासतिर यता हो। हामी चाहिँ गाई चाहिँ होइन यहाँ आधी बाटो आइसक्यौँ। यत्रो उकालो आएर यहाँ एकछिन आराम गरेको, एकदम पसिनै पसिना भयो होइन। भ्यू चाहिँ एकदम दामी देखिन्छ यहाँबाट चाहिँ, सिक्लेसको भ्यू होइन। अब हामी चाहिँ माथि सिक्लेसको डाँडामा जाँदैछौँ। हामी चाहिँ गाइज सिक्लेसको डाँडामा आइपुग्यौँ। सिक्लेसको भ्यू हेर्नुहोस् गाइज, सिक्लेसको भ्यू चाहिँ एकदम मस्त छ। हामी चाहिँ फोटोसोटो खिचेर होइन फर्किसक्यौँ सिक्लेसको डाँडाबाट होइन। अब चाहिँ हामी बस्ने होमस्टेमा फर्किँदैछौँ। हामी चाहिँ फोटोसोटो खिच्यौँ, रमाइलो भयो होइन माथि सिक्लेसको डाँडामा घुम्न। अब चाहिँ हामी गएर खानासाना खान्छौँ होइन अनि निक्लिन्छौँ। अब घर जानुपर्छ हामी चाहिँ। बाख्रो कत्रो लामो रम हुने यार यताको बाख्राको त। यसले त हान्दियो भने त है। हामी चाहिँ अब तल खाना खान जानु लाग्यो होइन। तल चाहिँ आन्टीले खाना खान बोलाउँदै हुनुहुन्छ, त्यही भएर खाना खान हिँडेको अब तल। राति यस्तो पानी पर्छ, अहिले चाहिँ डह्रो घाम लागिरहेको छ होइन। बाहिरै बस्ने त होला है, बाहिर बसौँ के भयो त नि। ल बाहिर बसौँ है। कहाँ नाइ, हामी त यताबाट घुमेर आएको।
बिर्स्यो होला नि तिमीहरूले बाटो भित्रै बस्ने आन्टी खानासाना नि पर्छ फेरि खाना खाने बित्तिकै हिँड्यो पेट नि दुख्छ के ओइ भित्रै बस्ने जाऊँ के बाहिर बाहिर जाऊँ के भित्री बस्ने मलाई त गर्मी भयो कस्तो गर्मी हुने होइन है पास गर्दै गरौ है भ्याएन तामाको तारा अब त्यहाँ आचार हाल्दैछ पिरो आचार पहाडीको त के दिन नराम्रो आउँछ म दिन्छु के धेरै लेख ल म त हान्न पुग्यो नि म त हान्न के मासु नि कस्तो हाल्यो हामी चाहिँ अब यहाँबाट निक्लिन लाग्यो होइन खानासाना खाएर झोलासोला बोकेर अब चाहिँ हामी यहाँबाट निक्लिसक्यौँ होइन हिँडिसक्यौँ केटाहरू सबै हामी चाहिँ गाइज अब सिक्लेसबाट निक्लिसकेछौँ होइन हाम्रो साधनहरू चाहिँ त्यहाँ छ अब चाहिँ हामी यहाँबाट सिधै जान्छौँ पोखरा होइन पोखरामा गएर एकछिन बस्छौँ होइन सिक्लेस गाउँ चाहिँ यहाँबाट देखिरहेछ होइन हामी चाहिँ यताबाट घुमेर अहिले यहाँ आएर बसिरहेछौँ आगे आगे तोपैको गोला पछि पछि मसिन गन बहरारा आगे आगे तोपैको गोला पछि पछि मसिन गन बहरारा सिगरेट नदियो मो बिडी खानेलाई माया नदियो मो हिँडी जानेलाई सिगरेट नदियो मो बिडी खा बाइकहरू चाहिँ यहाँ राखिदिइसक्यौँ अब चाहिँ आफ्नो घर गएर होइन खाजासाजा खाएर हामी सुत्छौँ अनि भ्लग चाहिँ यति नै भयो के कस्तो लाग्छ कमेन्ट गर्नु होला होइन यस्तै यस्तै भ्लग हेर्न चाहनुहुन्छ भने होइन अरू भ्लग आउँछ हेर्नु होला अहिलेलाई चाहिँ यति नै हस्त धन्यवाद यहाँसम्म भिडियो हेर्नु भएकोमा